प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, सर्वप्रथम म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई नेपालको संविधानको धारा 188 को 2 र प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 को उपनियम 4 बमोजिम प्रदेश सभाको विश्वासको मत लिनको लागि प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, माननीय सदस्यहरू, तपाई सबैको सहयोगले म विगत 17 महिनादेखि मध्य प्रदेशको मुख्यमन्त्री छु। यस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता मेरो मन्त्रीमण्डलमा काम गरिसक्नुभयो। यस क्रममा मलाई सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहन्छु। मेरो मुख्यमन्त्री कालमा नियतवश ममाथि लगाउनु भएका आरोपमध्ये कुनै आरोप प्रमाणित गर्न सक्नु भएन। देशमा संघीयता प्रादेशिक व्यवस्था स्थापित गर्न मेरो मुख्यमन्त्री कालमा संघ सरकार समक्ष हामीले गरेको महत्त्वपूर्ण वार्ता प्रदेश समन्वय परिषद मार्फत गरिएको भूमिकाहरू अस्मरणीय रहनेछ। करिब 17 महिना मेरो यस कार्यकालमा मैले यो 5औं पटक विश्वासका मत प्राप्त गर्न लागेको हो। हामी तपाई मध्य प्रदेशका मान्यज्यूहरूमाथि यो प्रादेशिक व्यवस्था सुदृढ पार्ने विशेष जिम्मेवारी छ। मान्य सदस्यज्यूहरू, दलीय व्यवस्थालाई आदर गर्दै केन्द्रीय मनोवैज्ञानिकलाई एक छिन धाती राखेर मध्य प्रदेशको विकासको क्रम संहिता बलियो बनाउने तपाई हाम्रो दृढ संकल्प र सहकार्यको यो अनुरूप उदाहरणलाई जीवित राख्न मलाई विश्वासको मत प्रदान गर्न हुन सबै दलका माननीय सदस्यहरूलाई अनुरोध गर्छु। धन्यवाद। माननीय सभामुखज्यूको अनुमतिले नेपालको संविधानको धारा 188 को उपधारा 2 र प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 को उपनियम 4 बमोजिम सभामा विश्वासको मत लिन यो प्रस्ताव पेश गर्छु। धन्यवाद। मान्य सदस्यहरू, अब उक्त विश्वासको मत लिने प्रस्तावमाथि छलफल प्रारम्भ हुन्छ। छलफलमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यहरूको नाम प्राप्त भएको छ। मान्य सदस्यहरूले आफ्नो भनाई तथा सम्बन्धित विषयमा धारणा राख्नु हुन अनुरोध गर्दछु। सर्वप्रथम म मान्य श्री उर्मिला देवी सिंह, मान्य श्री कंचन भिक्षा, माननीय सभामुख महोदय, नेपालको संहिताले नेपालको संविधानले राज्य शक्ति प्रयोगलाई दलीय व्यवस्थालाई आत्मसात गरेको छ। तर 2079 को निर्वाचनको परिणामले कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको अवस्था नभएको कारण आज सरकार गठन भएको 1 वर्ष 5 महिना भित्र यो 5औं चोटि जसपा नेतृत्वको सरकारले विश्वास प्राप्त गर्न लागेको अवस्था छ। जबकि अहिले नीति तथा कार्यक्रम मध्य प्रदेशको सबै सांसदहरू छलफल गरेर नीति तथा कार्यक्रम ल्याउने समयमा हामी सरकार गठन गर्नमा लागेको छौं र
मलाई के लाग्छ यो सदन गरिमामय सदन हाम्रो विश्वासको मत लिनको लागि मात्र सञ्चालन भइरहेको छ। के हामी विश्वासको मतको लागि मात्र यो प्रदेश सभा सञ्चालन गर्न लागेको छौँ? हाम्रो अरू कार्यविधिहरू छैन? हामी 1.5 वर्षमा कतिवटा विधेयक पास गर्न पायौं? एउटा पनि गर्न पाएको छैनौं। हाम्रो मध्य प्रदेशका जनताहरू के हामी जनप्रतिनिधि भएकोमा केही गर्व गर्ने कार्य गरेको छौं? मलाई त लाग्दैन कि त्यस्तो गर्व गर्ने कार्य हामीहरूले गरेछौं कि जनताको मासमा गएर हामी यो भन्न सक्छौं कि तपाईहरुको लागि मैले यति राम्रो कानून बनाएर यति राम्रो कानून बनाउन सकेको छु भनेर जान सक्नुहुन्छ? कोही मान्य सदस्यहरू 107 जना मध्ये कोही त्यस्तो आम जनताको बीचमा गएर भन्न सक्ने दाबी गर्नुहुन्छ हामीहरू? तर पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले जसपा नेपालको सरकारलाई समर्थन गर्ने घोषणा गर्दछु। धन्यवाद, नमस्कार। अब मान्य कनिष पटेल। माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसके पश्चात मध्य प्रदेश संघीयताको जननी भनेर यही सदनको यही रोस्टमबाट बारम्बार हामीले चर्चा गर्ने गरेका छौं, छलफल गर्ने गरेका छौं। संघीयताको जननी मध्य प्रदेशमा अन्य प्रदेशहरूमा राष्ट्रिय राजनीतिको प्रभाव परे जस्तै मध्य प्रदेशमा नपर्ला कि भन्ने जस्तो पनि कुनै कुनै बेला लागेको थियो र यही रोस्टममा बोल्दै गर्दा हामीले बोलेका पनि थियौं। तथापि त्यसले यो मध्य प्रदेशलाई पनि बाँकी राख्न सकेन। तर संघीयतालाई मजबुत बनाउन सक्ने र संघीयताको जननी मध्य प्रदेश भए तापनि विगत लामो समय यो संसदमा हामीले छलफल गर्दै गर्दा हामीले भन्ने गरेका थियौं कि मध्य प्रदेशले संघीयतालाई मजबुत बनाउनका निमित्त यो मध्य प्रदेशमा रहनुभएका 107 जना माननीयहरूले हामी संघीय सरकार संघीयताको पक्षधर मध्य प्रदेशका सांसदहरू हौं। हामीले आफ्ना जनताका जनजीविकाका विषयदेखि लिएर यो मध्य प्रदेशलाई समृद्ध बनाउने विषयलाई टटकारको साथ बोक्न सक्ने, शक्तिशाली हिसाबले बोक्न सक्ने, जनता बीचमा त्यसरी जान सक्ने भन्ने कुरा गर्थ्यौं। तर कहीं न कहीं केही न केही कुराहरूले नकारात्मक चाहिँ असर गरेकै थियो। यहाँ नकारात्मक केही असरहरू परेकै थिए। अब विश्वासको मत पश्चात यदि यही सरकारले विश्वासको मत यदि प्राप्त गर्दछ भने वा गर्न सकेन र अन्य कुनै अर्को सरकार जसको नेतृत्वमा आउन सक्दछ भनेदेखि विगतमा भएका जति गल्ती कमजोरीहरू थिए ती गल्ती कमजोरीहरू चाहिँ नदोरियोस्। मध्य प्रदेशका एक मान्यज्यूहरूले यो सरकार मेरो हो भन्ने अपनत्व महसुस गर्न पाउनु हुनेछ जस्तो मलाई लाग्दछ। यहाँ आज हामी विश्वासको मत फेरि पनि यो 17 महिनाको दौरानमा 5औं पटक यो सन्दर्भमा यहाँ उभिराखेका छौं। म ध्यानाकृष्ट गराउन चाहन्छु बहालवाला नेतृत्वमा रहेका सरकारका वा भविष्यमा आउन सक्ने सम्भावित मान्य सदस्यज्यूहरूलाई विज्ञानमा एउटा नी पोइन्ट भन्ने हुन्छ। सुरुवात हुन्छ, उ चढ्दै जान्छ, चढ्दै जान्छ, चढ्दै जान्छ, टक्क एउटा ब्रेक पोइन्ट आउँछ। त्यो ब्रेक पोइन्टबाट डाउन हुन्छ, त्यसलाई नी पोइन्ट भन्दो रहेछ। कुनै पनि चीज त्यो मैले अझै धेरै व्याख्या गर्न चाहिन, त्यो कुरा चाहिँ मनन गर्नु होला है मान्य सदस्यज्यूहरू। र अन्त्यमा हामीले यो सरकारलाई 17 महिनासम्म विश्वासको मत दियौं। तर आजको अवस्थामा आउँदै गर्दा
हामीले यो सरकारलाई हिजो मात्रै यो सरकारबाट मेरो दल नेकपा एकीकृत समाजवादीको तर्फबाट 2 जना मन्त्रीजी हुनुहुन्थ्यो, उहाँहरूले हिजो राजीनामा दिनुभयो र हामीले यो सरकारको समर्थन पनि फिर्ता गर्यौं। त्यसकारण आज यो रोस्टमबाट यो सरकारलाई हामीले दिएको विश्वासको मत जुन थियो त्यो अब हामीले कन्टिन्यू गर्न सक्दैनौं भन्ने कुरा यो बीचमा राख्न चाहन्छु र यो सरकारले राखेको विश्वासको मतको लागि आग्रह गरेको जुन चाहिँ आग्रह गर्नुभएको थियो मुख्यमन्त्रीज्यूले त्यसको विपक्षमा मतदान गर्ने घोषणा गर्दछु। धन्यवाद, नमस्कार। अब मान्य श्री उपेन्द्र महतो। मान्य सभामुख महोदय, मान्य मुख्यमन्त्रीज्यूले नेपालको संविधानको धारा 188 को उपधारा 2 र प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को उपनियम 143 को उपनियम 4 बमोजिम प्रदेश सभाको विश्वासको मत लिनको लागि प्रस्ताव गर्नुभएकोमा आज लोकतान्त्रिक समाजवादी पार्टीले पक्षमा मतदान गर्ने निर्णय गरेको छ। धन्यवाद। अब मान्य श्री युवराज भट्टराई। मान्य सभामुखज्यू, हामी यो दोस्रो कार्यकालको मान्यहरूको 17 महिनाको दौरानमा मलाई लाग्छ मोटामोटी यहाँ यो प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरू पालै पालो सत्तापक्ष र प्रतिपक्षमा छौँ। अहिले यसो हेर्दा प्रतिपक्ष धेरै भए जस्तो, सत्तापक्ष कम भए जस्तो। हामी पनि अस्ति भर्खरै मोटामोटी मलाई लाग्छ 1 महिना अगाडि जति राजीनामा दियौँ। दुईटा चिज अलिकति हामीले आत्मसात गर्नु जस्तो लाग्छ। मैले पटक पटक पनि यो सदनबाट यो रोस्टमबाट मैले बोलेको छु कि कुनै पनि वस्तुको वा चिजको विकास वा विनाश हुनुको मुख्य कारण आन्तरिक हुन्छ। हामी पटक पटक सबै राजनीतिक दलका मान्यज्यूहरू, यहाँ प्रतिनिधित्व गर्ने सबै मान्यज्यूहरूले एउटा कुरा भन्नुहुन्छ, सबैले भन्छौँ, हामी आत्मसात पनि गर्छौँ, मनन पनि गर्छौँ कि संहिताको जननी मध्य प्रदेश हो। तर मध्य प्रदेशबाट हामीले संहिता मजबुत गर्नको निम्ति, सुशासनको निम्ति, भ्रष्टाचार मुक्तको निम्ति वा यहाँको प्रदेशको जनतालाई डेलिभरी दिने विषयमा हामीले के गर्यौँ, हामी कहाँ चुक्यौँ, हामीले त्यसको आत्मसमीक्षा हामी त सत्तापक्ष हुँदा गर्छौँ, प्रतिपक्ष हुँदा अर्को ढङ्गले गर्छौँ। तर मैले यो रोस्टमबाट अहिले के आग्रह गर्न चाहन्छु भने हामी कहिले केन्द्रीय गठबन्धनको कार्य एकातिर होला, कहिले अर्कोतिर होला, तर मुख्य चिज के हो भने हाम्रो प्रदेश कस्तो बनाउने भन्ने तपाईँ हाम्रो हातमा छ। त्यो कारणले सहकार्य, राजनीतिक संस्कार सबैले व्यक्त गरियो र यो प्रदेशलाई समृद्धि बनाउनुतिर लाग्यो भने बल्ल तपाईँ हाम्रो जुन यो कार्यकाल सफल हुन्छ। त्यो कारणले म यो विश्वासको मतको यो पूर्व सन्ध्यामा के आग्रह गर्न चाहन्छु भने हामी सबैले आत्मसात गरौँ, मध्य प्रदेशलाई कसरी समृद्धि बनाउन सकिन्छ र संहिताको वास्तविक जननी मध्य प्रदेश हो र संहिताको वास्तविक ढङ्गले कार्य मध्य प्रदेशले गर्यो भन्ने एउटा आत्मसात गरौँ। त्यो आह्वान गर्दै म अहिले जो वर्तमान मुख्यमन्त्री मान्य सरोज कुमार यादवले विश्वासको मतको निम्ति जुन आह्वान गर्नुभएको छ, मैले अघि नै भने हाम्रो पार्टीले मोटामोटी 1 महिना अगाडि नै यो सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको र हामी मन्त्रीहरूले पनि त्यसमा राजीनामा दिएको कारणले अहिले यो सरकारलाई विश्वासको मत दिन नसक्ने हाम्रो दलको जानकारी गराउन चाहन्छु। धन्यवाद। अब मान्य श्री चन्दन कुमार सिंह। मान्य सभामुख महोदय, आज फेरि पनि हामी विश्वासको मतको लागि नै संसदमा बसिरहेछौँ। 15 महिनामा
मुख्यमन्त्रीजीले यो पाँचौं पटक विश्वासको मत लिनको लागि आग्रह गर्दै हुनुहुन्छ। यो सरकारले विश्वासको मत लिनै गर्दा 5 चोटि भइसक्यो। कामको वातावरण त खैर कुरै छोडिदिउँ। एउटा के छ भने म भन्न चाहन्छु माननीय सभामुख महोदय, लोकतान्त्रिक विधिमा संघीयता र गणतन्त्रात्मक देशमा एउटा कुरा भन्नै पर्छ हामीले कि दलको बीचमा 2 वा 2 भन्दा बढी दल मिलेर बनेको सरकार यो अनुभूति गर्न नसक्ने वातावरण किन बन्यो त? साँच्चै भन्नुभयो, यो भन्दा अगाडिको मान्यजीले सबै दलसँग मिलेर सरकार बन्यो तर अनुभूति कसैले गर्न सकेन। तसर्थ म भन्न चाहन्छु कि यो सरकार दम्ब र अहंकारमा चल्न सक्दैन। लोकतान्त्रिक विधिमा चाहे त्यो जुनसुकै सरकार पछि गएर आओस्, सबैको लागि यो विधिको शासन हो। स्वीकारोक्ति गर्न सक्ने क्षमता बनाउनु पर्दछ र मलाई लाग्छ कि लोकतान्त्रिक व्यवस्थामा जब दलगत व्यवस्था छ र बहुमतको सरकार कहीँ पनि छैन, एउटा दलको सरकार छैन भने यो कुरा सबैले सिद्धान्ततः स्वीकार्नुपर्छ, आत्मसात गर्नुपर्ने आवश्यकता छ। त्यो हिसाबले हामी अगाडि बढ्दै जाने हो। त्यो नै आजको आवश्यकता हो र मलाई लाग्छ कि मुख्यमन्त्रीजीले राख्नु भएको विश्वासको मतको लागि जुन प्रस्ताव ल्याउनु भएछ, हाम्रो दल र हाम्रो जनमत पार्टी र हाम्रो दलले उहाँलाई विश्वासको मत दिने कुनै पनि कहीँ पनि कतै ठाउँ छैन र हामी दिन सक्दैनौँ। तसर्थ यति भन्दै आफ्नो बानीलाई तत्कालीन विराम दिन्छु। धन्यवाद। अब म मान्य श्री लालबाबु राउत। माननीय सभामुख महोदय, आज हामी 17 महीनाको बीचमा 5औं पटक हाम्रो पार्टीका संसदीय दलका नेता र वर्तमान मुख्यमन्त्री विश्वासको मत लिइराख्नु भएछ र उहाँ यो मानेमा लक्की हुनुहुन्छ कि अहिले यो हाउसभित्र रहने सम्पूर्ण दलका आदरणीय माननीय नेताजीहरू उहाँको सरकारमा सहभागी भइसक्नु भएको छ। त्यो राम्रो पुक्स पनि हो र 17 महीनाको बीचमा र म 5 वर्ष सरकार सञ्चालन गरेर पनि मुस्किलले सुरुमा 2टा दल र पछि 2-3 वटा दल मिलेर हामी आफ्ना कार्यकाल र मेरो 5 वर्षको कार्यकालमा म दोस्रो पटक विश्वासको मत लिएँ र यस मानेमा उहाँ आफ्नो एक्सपिरियन्स अनुभवलाई कहीं नोट गर्दाखेरि उहाँको एउटा लामो सबै मित्रहरूसँग काम गर्दाखेरिको अनुभव शेयर गर्न मलाई लाग्छ कि भोलिका दिनमा सजिलो हुन्छ जस्तो लाग्छ। माननीय सभामुख महोदय, वर्तमान परिस्थितिमा म आजदेखि होइन र यो हाउसमा उपस्थित हुने योभन्दा पहिलेको सदनमा रहने मान्यज्यूहरूलाई थाहा होला, म एउटा कुरा भन्ने गर्थेँ र म सधैँभरि भन्ने गर्छु, आज पनि म भन्छु, हामी सरकारमा बस्नेहरू यो कुरा बिर्स्नु हुँदैन कि आज म सरकारमा छु र भोलि गएर प्रतिपक्षमा बस्नेछु र यो कुरा बिर्सेर जुन दिन हामी काम गर्छौं त्यो दिन मलाई लाग्छ कि संहिताको लागि, लोकतन्त्रको लागि र खासमा भन्ने हो भने सुशासन र
जुन हामी सोचेका छौँ त्यसको लागि राम्रो हुँदैन। वर्तमान परिस्थितिमा अहिले हाम्रो लडाई हुन त अहिले मैले हेरेँ यो 17 महिनाको बीचमा जसरी 5 पटक उहाँले जतिखेर विश्वासको मत लिने बेला आउँछ त्यो बेला हामी हाउसमा आउँछौँ। विगतको अनुभव यही रह्यो र आउने दिनमा जसको नेतृत्वमा सरकार बने पनि एउटा परम्पराको हामी थालनी गरौँ कि सकभर विश्वासको मतको लागि होइन, यो हाउसको प्रमुख दायित्व यो हो कि कानुन बनाउने, ऐन बनाउने। विगतमा यही हाउसबाट नेपालमा जति पनि प्रदेशहरू रहेका छन् त्यो सबभन्दा बढी ऐन बनाउने यही प्रदेश हो। सबभन्दा बढी प्रभावकारी र सबभन्दा बढी तत्कालीन संघीय सरकारको असहमतिका बावजुद पनि प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन जस्ता महत्त्वपूर्ण ऐनहरू हामी बनाएर यो प्रदेशलाई हामी दिएका छौँ। त्यस्ता थुप्रै ऐन बनायौँ र यो मात्र प्रदेश हो जुन संघीय सरकारको विरुद्धमा सर्वोच्च अदालतमा आधी दर्जन भन्दा बढी मुद्दा हाल्ने पनि यही प्रदेश हो। अहिलेको दायित्व भनेको, प्रमुख दायित्व भनेको प्रदेशको अधिकार कसरी प्राप्ति हुन्छ। मलाई दुःखका साथ भन्नुपर्छ कि अहिले जसको सुकै संघमा सरकार होस् त्यहाँ सामूहिक रूपले डेलिगेसन गएर प्रहरी हस्तान्तरणका कुराहरू हुन्। थुप्रै यस्ता ऐनहरू बनाइएका छन् जो संहिताका पक्षमा छैन, संहिताका विपक्षमा छन्। अहिले पनि धेरै जस्तो ऐनहरू बनाएर संहितालाई कमजोर बनाउने किसिमको काम भइराखेको छ। त्यसलाई अधिकार कसरी प्राप्त गर्ने त्यो महत्त्वपूर्ण काम थियो। तर अहिले जुन किसिमका हो लोकतन्त्रमा, म एउटा अर्को पनि कुरा गर्थे। आज पनि मान्यज्यूहरू हुनुहुन्छ, योभन्दा पहिलेको विश्वासको मत लिँदाखेरिको अवस्थामा त्यस्तो फेरि नदोहोरियोस्। हाम्रो काम गर्ने शैली, तरिका, सदनभित्र गरिने व्यवहारलाई यो प्रदेश मात्र होइन, यो मुलुक मात्र होइन, विदेशमा बस्ने हाम्रा साथीहरूले पनि हेरिराखेका हुन्छन् हाम्रा नेताहरू सदनभित्र कस्तो आचरण प्रदर्शन गर्दैछन्। त्यसमा हामी ध्यान दिउँ। हुनसक्छ हिजो विरोध गर्नेहरू आज बन्ने सत्तामा उहाँहरू जानुहुनेछ, तर त्यही अवस्था दोहोरियो भने भोलिका दिनमा के हुन्छ? के हामीलाई जनताले यही विश्वासका साथ हामीलाई यहाँ पठाएका छन् त? हुनसक्छ होला केही कमी कमजोरी होला। त्यो कमी कमजोरी भनेकोलाई माफ गर्नु भनेको नै हाम्रो सबभन्दा ठुलो महानता हो र हामी आचरणबाट लोकतन्त्रलाई, लोकतान्त्रिक विधि प्रक्रियालाई हामी गरौँ। म अहिले पनि भन्दैछु, अहिले सरकार नयाँ बन्ने क्रममा छ। के हामी ग्यारेन्टीका साथ भन्छौँ कि यो सरकार 6 महिनाभन्दा बढी चल्न सक्छ? आज प्रतिपक्षमा हुनेहरू साथीहरू भोलि सत्ता पक्षमा जाँदैन र कसैले ग्यारेन्टीका साथ भन्न सक्छ? भन्न सक्दैन। भनेपछि किन हामी त्यो किसिमको आचरण प्रदर्शन नगर्ने? किन हामी सबैको साथ लिएर नहिँड्ने? किन हामी सबैलाई व्यवहारबाट एउटा आफ्ना जुन एउटा लोकतान्त्रिक जुन किसिमका एउटा लोकतन्त्रमा हुने जुन एउटा चरित्र त्यो किन प्रदर्शन नगर्ने? म आज पनि सम्पूर्ण मान्यज्यूहरूलाई जो सत्ता पक्षमा र भोलि चाहिँ देखि प्रतिपक्षमा बस्ने मित्रहरू हुनुहुन्छ सबैसँग मेरो अनुरोध छ। भन्छ नि के अरे आगो ताप्नु मुढाको र कुरा सुन्नु बुढाको। म 5 वर्ष चलाएर अहिले मलाई जति मैले अनुभव गरेँ, म आज पनि यहाँहरूलाई के अरे भन्ने क्रममा यहाँहरूसँग अनुरोध नै गर्न चाहन्छु, यो हामी नबिर्सौँ कि हिजोका दिनमा यहाँ जसरी भयो आज त म हेर्दैछु फेरि ती साथीहरू
फेरि कता कता कोही एक ठाउँमा कोही नमिल्ने साथीहरू एक ठाउँमा अहिले आउनु भएको छ नि त। भोलि नहुन्छ भने के ग्यारेन्टी छ? त्यसैले यो किसिमका यसलाई बडो गम्भीरताका साथ मान्यज्यूहरू, मान्छेबाट नि गल्ती हुन्छ र आउने दिनमा यो नदोहोरियोस् र हामी यसलाई संयमित भएर सबभन्दा बढी चाहिँ लोकतान्त्रिक विधि प्रक्रियामा लोकतन्त्रको ब्युटी भनेको यही हो। म मान्य मुख्यमन्त्रीजीले पनि भने जहिले पनि बहुमतले अल्पमतमाथि अल्पमतसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने हो, शासन होइन। र यसरी जुन किसिमका हाम्रो संवैधानिक प्रावधान छ, आज मात्र होइन आउने दिनमा पनि यो किसिमको हुन्छ। जबसम्म यो संविधान र यो निर्वाचन प्रणाली रहन्छ तबसम्म मलाई लाग्छ कि करिब करिब यो सदनभित्र हुनेहरू पक्कै पनि मन्त्री बन्न सक्ने अवस्थामा हेर्छु, फेरि यदि रिपिट भयो भने। त्यसैले म फेरि पनि अनुरोध गर्न चाहन्छु कि हामी यो व्यवस्थालाई मजबुत बनाउनको लागि, संघीयतालाई संस्थागत गर्नको लागि, प्रादेशिक अधिकार प्राप्तिको लागि म यो नठानौ अहिले माननीय सामान्य प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा माओवादीबाट अहिले हुनुहुन्छ र यदि भोलि गएर माननीय शेरबहादुरजी बन्न सक्नुहुन्छ, पर्सि गएर माननीय केपी शर्मा ओलीजी बन्न सक्नुहुन्छ। तर हामी यहाँ छौँ। यदि यो प्रदेशले प्रहरी प्राप्त गर्छ, यो प्रदेशले त्यहाँबाट अहिले नै हाम्रो त आवाज उठाउने बेला यो छ कि संघीय सरकारबाट प्रदेश सरकारले पाउने विभिन्न किसिमका अनुदानहरू छन्, चाहे त्यो समानीकरण अनुदान हो, चाहे सशर्त अनुदान हो, चाहे विशेष अनुदान हो, चाहे पाउने विभिन्न किसिमका सहयोगहरू छन्, त्यसमा प्रदेश सरकारसँग विभेद गरिएको छ। सामूहिक रूपले हामी चाहिँ आवाज उठाउने बेला हो। यो हामी उठाउँ, ठाउँमा आफ्नो कुरा राखौँ, अनुरोध गरौँ। र विगतमा मैले यहाँ मेरो सरकारमा हुने मान्यज्यूहरू, मान्य रामसरोजी हुनुहुन्छ, मान्य अहिले पनि भरतजी हुनुहुन्छ, मान्य अहिले पनि थुप्रै मान्यज्यू मान्य वीरेन्द्रजी हुनुहुन्छ, त्यस्ता मान्यज्यूहरू जो सरकारमा रहँदाखेरिको मान्य प्रधानमन्त्री तत्कालीन शेरबहादुरजीसँग त्यो बेला सरकारमा भएर पनि सामान्य अहिलेको वर्तमान सामान्य प्रधानमन्त्री सबैसँग हामी चाहिँ कुरा राख्यौँ। त्यसरी चाहिँ एउटा गरौँ, व्यवहार हामी आफै भित्र एकता प्रदर्शन गरौँ। ठिक छ, भोलिका दिनमा जसको बहुमत हुन्छ उसले चाहिँ सरकारको नेतृत्व गर्छ, स्वाभाविक छ। यसमा कहीँ कतै यसलाई दुख मान्नु हुँदैन। मैले चाहिँ हामी जसरी थाहा पायौँ भाइ, यो कमसेकम यसलाई किन विलम्ब गर्ने, ठिक छ, जहाँ बहुमत छ उसलाई चाहिँ हामी सरकार बनाउने अवसर दिनुपर्छ। यो आचरण हो, यो एउटा नमुना हो। अहिले पनि म मान्य हाम्रो सभामुखजी हुनुहुन्छ के सङ्घमा त दल विभाजन छ, प्रदेशमा त दल विभाजन त छैन। त दल विभाजनको ऐन यहाँ कसरी लागू हुन सक्छ? तर जे होस्, दिइसकेपछि हामीले यो विश्वासको मत माग्ने मिति तोकेर समय दिइसकेपछि त्यसबाट पछि हट्नु हुँदैन। त्यसलाई पालन गरेर त्यसलाई व्यवहारमा लागू गरेर जानुपर्छ। यसबाट पछि फर्कनु हुँदैन। पछि फर्कदा भोलिका दिनमा पनि आज जो मान्यज्यूहरू सत्ता पक्षमा गइराख्नु भएछ, भोलि त्यही नजिरलाई कायम गरेर हामी किन दिने? हिजो त तपाईँ हुनुहुन्थ्यो र तपाईँ नदिँदाखेरि हामी आज किन दिने? तर जसले गर्दा हामी जे पनि काम गर्छौँ त्यो भोलिको लागि एउटा नजिर हुन्छ, भोलिको लागि एउटा उदाहरण बन्छ। त्यसैले हामी आफ्नो आचरणबाट, आफ्नो व्यवहारबाट, अर्को पनि म कुरा गर्छु, नीति र कार्यक्रम ल्याउने बेला अहिले छ, बजेट ल्याउने बेला छ। मान्यज्यूहरू, म विगतमा पनि भन्ने गर्थे, सरकारमा जो बस्ने, प्रतिपक्षमा बस्ने, सही सरकार र प्रतिपक्षमा बस्दैन। नीति कार्यक्रम बनाउँदाखेरि, किनभने अहिले फेरि नीति कार्यक्रम बहस गर्नुपर्छ, तपाईँहरू ल्याउनुहुन्छ, नीति कार्यक्रम बनाउँदाखेरि कमसेकम जसको मुख्यमन्त्री, किनभने मुख्यमन्त्रीले प्रस्तुत गर्ने नीति कार्यक्रम हो, त्यो बनाउँदाखेरि अब अहिले हामीसँग समय छैन, छिटोभन्दा छिटो ल्याउनुहुन्छ। कमसेकम दलका, सम्पूर्ण दलका मान्य जो नेतृत्वमा हुने दलका नेता र प्रमुख व्यक्ति र विभिन्न व्यक्तिहरूसँग छलफल गर्नु। र अहिलेसम्म मैले हेरेको र तपाईँ जुन योजना
प्रादेशिक गौरवका योजना सिलेक्सन गर्नुहोस्, प्रदेशमा देखिने गरी काम गरेर अगाडि बढ्नुहोस्। मेरो चाहिँ अनुरोध मात्र छ। मैले चाहिँ यहाँहरूलाई सँग केही अरू अन्यथा लाग्ने गरी म अनुरोध मात्र गर्ने गर्छु। छलफल गर्नु, डिस्कसन गर्नुहोस् र त्यसरी चाहिँ सबैको मनमा बजेट ल्याउँदाखेरि सबैको मनोभावनालाई कायम गरेर तपाईहरू अगाडि बढ्नुहोस्, यो मेरो शुभकामना छ। र साथसाथै यहाँहरूसँग मेरो विशेष अनुरोध छ कि हामी एउटा व्यवहार त म 5 वर्षभित्र मलाई गर्व लाग्छ कि यही मान्यज्यूहरू हुनुहुन्छ, एकचोटि मात्र पक्ष र विपक्षमा गएर मान्यज्यूहरू भोटिङ गर्नुभएछ, नत्र 4-5 चोटि हुन त एकचोटि थोरै समयको लागि आएको थियो नीति कार्यक्रम बजेट 100 दिनको लागि। 5 वर्षभित्र त्यो 5 पटक मैले चाहिँ सर्वसम्मतले नीति तथा कार्यक्रम र बजेट पास भएको यही सदनभित्रको उदाहरण रहेको छ। पूर्व मान्यज्यूहरूलाई सोद्धा हुन्छ। त्यो आचरणलाई भोलिका दिनमा पालन हुने गरी हामी अगाडि बढौँ। सबै मान्यहरू, सत्तामा हुनेहरू चाहे नहुनेहरू, माननीयज्यूहरूको सम्मान गरेर कुनै पनि योजना निकासा गर्नुहोस्, योजना बनाउनुहोस्, त्यसलाई लागू गरेर जानुहोस् र सबैको अनरसिप फिल हुने गरी अगाडि बढ्नुहोस्। यो यहाँहरूलाई शुभेच्छा छ। र म फेरि पनि भन्छु, हाम्रा 5औं पटक हो र मेरो आज पनि अनुरोध छ, यहाँहरू माननीय मुख्यमन्त्रीज्यूलाई सहयोग गरेर मत दिएर सहयोग गर्नुहोस्। यही शुभेच्छाका साथ म बिदा हुन्छु। धन्यवाद। अब मान्य श्री वीरेन्द्र प्रसाद सिंह। माननीय सभामुखज्यू, आज प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठकमा हामी उपस्थित भएका छौँ, यानी बजेट अधिवेशनमा हामी उपस्थित भएका छौँ। अहिलेको यो अधिवेशनको उद्देश्य यस प्रदेशको आर्थिक वर्ष 81-82 मा यस प्रदेशमा कस्तो नीति अवलम्बन गर्ने हो, यो कर्णाली भन्दा पनि पिछडिएको प्रदेशको सूचीमा रहेका मध्य प्रदेशलाई शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, कृषिको क्षेत्रमा समग्र मधेसलाई कसरी समृद्धिको बाटोमा अगाडि लग्ने हो भन्ने कुराको छलफलको उद्देश्यले यो बजेट अधिवेशनको आह्वान गरिएको थियो। तर संघीयताका जननी हामी जहिले पनि मञ्चमा चढ्दा हामी सबैले बोल्ने गरेका छौँ, मधेस संघीयताको जननी हो। र आज दुर्भाग्यका साथ भन्नुपर्छ, संघीयताको मर्मको विपरीत अहिले प्रदेशको नीति बनाउने समयमा प्रदेशको नीतिमा छलफल गरेर प्रदेशलाई समृद्धिको यात्रामा अगाडि बढाउने बारेमा छलफल गर्ने समयमा हामी सरकारको बनाउने खेलमा लागेका छौँ कि हामीलाई मधेसका नागरिकले यसैका लागि हामीलाई यहाँ पठाएको थियो। हामी अहिले संघीयताको मर्म विपरीत संघीयता प्रति जनताको वितृष्णा पैदा गर्ने हिसाबले हामी जनताको मनोभावना विपरीत आज संसदमा हामीले गर्नुपर्ने काम नगरेर नगर्नुपर्ने काममा हामी उल्झेका छौँ। यसमा हामी सबै सचेत हुन जरुरी छ। हामीले एकचोटि आफ्नो यसको बारेमा आफ्नो व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर हामी सोच्न जरुरी छ जस्तो मलाई लागेको छ। माननीय सभामुखज्यू,
हामीले संघीयताको जन्नी भन्ने मध्य प्रदेशमा के यहाँको जनताले संघीयताको अनुभूति गरेको छ? संघीयता भनेको के? देशको राजनीतिक अवस्था अहिले तरल रूपमा समग्र प्रदेशमा बजेटको छलफल हुने समयमा, नीति कार्यक्रम बनाउने समयमा अहिले सरकारको खेल भइरहेको छ। त्यो भन्दा अलिकता पनि फरक मध्य प्रदेशमा पनि देखिएन। अहिले पनि कागजमा हामी संघीयता लेखेर सेन्ट्रलाइज सिस्टममै छौं। हाम्रो मानसिकता अहिले पनि सेन्ट्रलाइज नै छ। एकचोटि संघमा केही भयो, सानो कुरा भयो भने त्यसको समग्र सातै प्रदेशमा त्यसको प्रभाव पर्छ र त्यसबाट वञ्चित मध्य प्रदेश पनि हुँदैन। अनि के को संघीयताको जन्नी भन्ने? हामी संघीयताको कुन अभ्यास हामीले गरेका छौं? त्यसले गर्दा अहिले हामीलाई यो मध्य प्रदेशको लागि र लोकतन्त्रको लागि जुन शहीदहरूले आफ्नो जानको आहुति दिनुभएको थियो, उहाँको भावनाको विपरीत, उहाँहरूको भावनामा ठेस पुग्ने हिसाबले हामी अगाडि बढेका छौं। यसप्रति समग्र सम्पूर्ण राजनीतिक दल सचेत हुन जरुरी छ र अहिलेकै अवस्था रह्यो भने अहिले मुख्यमन्त्रीजीले विश्वासको मत माग्दा 17 महिनामा 5 चोटि विश्वासको मत माग्नुभयो। मत मागेको छु भन्नुभयो। के मधेसका नागरिकले हामीलाई यसैको लागि मत दिएको थियो? महिने पछि विश्वासको मत लिनको लागि? अहिले हामी बजेट बनाउने बेलामा, बजेट निर्माण गर्ने बेलामा बजेट कम भयो। यो बजेटले मधेसमा समृद्धि आउँदैन भन्ने कुरा गर्छौं, तर आज लगभग यो आर्थिक वर्षको समापन हुन 1 महिना बाँकी छ। 25-30% भन्दा बजेट बढी खर्च भएको छैन। के यसैको लागि हामीलाई यहाँको जनताले यहाँ निर्वाचित गरेर पठाएको हो? यो कुरा मनन गर्न जरुरी छ र अहिलेको यो देशको अवस्थालाई हेरेर, अहिलेको यो प्रदेशको अवस्थालाई हेरेर अहिले नेपाली कांग्रेस लोकतन्त्रप्रति आस्था राख्ने पार्टी, लोकतन्त्रको पक्षमा 2007 सालदेखि संघर्ष गरिरहेको पार्टी अहिले आफ्नो व्यक्तिगत र दलीय स्वार्थ भन्दा माथि उठेर अहिलेको आवश्यकता, यहाँको नागरिकको अहिलेको आवश्यकता यो प्रदेशलाई समृद्धिको यात्रामा कसरी अगाडि बढाउने हो भन्ने कुरालाई मनन गर्दै अहिले हामी आफ्नो दलगत स्वार्थलाई थाती राखेर अहिले जुन यो प्रदेशमा 15-17 महिनामा 5 चोटि जुन विश्वासको मत लिने प्रक्रिया यो प्रदेश सभामा रह्यो, त्यसप्रति चिन्तित भएर नेपाली कांग्रेस देशको र लोकतन्त्रलाई मजबुत गर्ने, लोकतन्त्रप्रति जुन जनतामा बढिरहेको वितृष्णालाई कम गर्नको लागि, लोकतन्त्रप्रति जनताको विश्वास बढाउनको लागि अहिले सत्ताको खेलमा लाग्दैन र हामी सबै कसैले पनि यस्तो सत्ताको खेलमा लाग्नु हुँदैन। यो मधेसवासीको कसरी यो मधेसमा सुशासन कायम हुन्छ र यो मधेस कसरी समृद्धिको यात्रामा अगाडि बढ्छ भन्ने कुरालाई आत्मसात गर्दै नेपाली कांग्रेस आज मुख्यमन्त्रीजीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने हामी निर्णय गरेका छौं। धन्यवाद। अब मान्य श्री हरिनारायण महतो। माननीय सभामुखज्यू, उपस्थित सम्पूर्ण मान्यज्यूहरू,
आज हामी यो मध्य प्रदेशको सदनमा पाँचौं चोटि विश्वासको मतको लागि हाम्रा मुख्यमन्त्रीजीले प्रस्ताव पेश गर्नुभएको छ। तपाईं हामी सबैलाई थाहा छ, हामीले पहिलो विश्वासको मत, पहिलो चोटि उहाँले विश्वासको मत पाइराख्दा 107 मा 107 जना उहाँको पक्षमा हामीले विश्वासका मत दिएका थियौं। यो सदनको सबै राजनीतिक दलहरूले उहाँप्रति विश्वास गरेर सबैले मत दिनुभयो। नेकपा एमालेको तर्फबाट हामीले पनि विश्वासका मत दियौं र हामीले त्यतिखेर पनि भनेका थियौं हामीले गुण र दोषको आधारमा हामी सहयोग गर्छौं या आलोचना गर्नुपर्ने आलोचना गर्छौं भनेर हामीले पनि विश्वासका मत दियौं। नेकपा एमालेले पनि विश्वासको मत दियो। दोस्रो चोटि पनि विश्वासको मत लिइरहँदा नेकपा एमालेले फेरि पनि विश्वासको मत अहिलेको मुख्यमन्त्रीजीलाई दिएकै हो र तेस्रो चोटि नेकपा एमालेले विश्वासको मत दिएन र चौथो चोटि फेरि पनि हामीले विश्वासका मत दिएर यो सरकारमा, मध्य प्रदेशको सरकारमा नेकपा एमाले सहित सम्मिलित भएको सरकार थियो र हामीले चौथो चोटि नेकपा एमालेले फेरि पनि विश्वासका मत दियौं। तर अहिले राष्ट्रिय राजनीतिक केही उथलपुथल भएको कारणले अहिले सबै प्रदेशहरूमा पनि त्यसको असर परे र त्यही अनुरूप हाम्रो प्रदेशमा पनि त्यसको असर परेको छ र अहिले पाँचौं चोटि विश्वासको मत माग्दै हुनुहुन्छ। हुन त यो भर्खर हाम्रो 17 महिना हामीले बितायौं। 17 महिनामा 5 चोटि विश्वासको मत हामीले दिनुपर्ने अवस्थाहरू आयो। तर मुख्यमन्त्रीजीले यो पनि बुझ्नु पर्यो कि हामीलाई या यो सरकारको नेतृत्व गर्ने हाम्रा मुख्यमन्त्रीजीलाई 107 जनाले सर्वसम्मत समर्थन गरेको थियो र आज जसपा बाहेक सबै दलहरू विरुद्धमा छन्। किन? के कारणले गर्दाखेरि आज सबै दलहरू तपाईको विरुद्धमा गयो? आज धेरै कुरा यहाँ मञ्चबाट साथीहरूले भन्नुभयो, तर यो प्रदेशको जनताले पनि सबै कुरा न्यालेर हेरिरहेको छ। यो भन्दा अगाडि पनि 5 वर्ष जसपाकै नेतृत्वमा सरकार थियो र अहिले यो 17 महिना पनि यहाँहरुकै नेतृत्वमा सरकार रहे। हिजो 5 वर्ष, विगत 5 वर्षमा केही राम्रा कामहरू पनि भएको होला, तर धेरै जसो काम गर्न नहुने या हुन नसकेको कामहरू पनि थुप्रै छन् होला। आज हामी अधिकारको अहिलेसम्म रटान लड्दैछौँ, अधिकारको लडाई लड्दैछौँ। प्रादेशिक अधिकार यही मध्य प्रदेशले मात्रै, यदि केन्द्रीय सरकारले या हामीले संघीयतामा प्रादेशिक अधिकार पायो भने के मध्य प्रदेशले मात्रै पाउने हो र? कोशी प्रदेशले पाउँदैन? कर्णाली प्रदेशले पाउँदैन? यानी सबै प्रदेशको त साझा मुद्दा हो, साझा अधिकारको कुरो हो, साझा लडाई हो, त्यो सबै प्रदेशले पाउँछ। एउटा मात्रै प्रदेशले ती प्रहरी विधेयकका कुरा या प्रहरी ऐनका कुरा या अन्य अधिकारका कुराहरू पायो भने सबै प्रदेशले पाउँछन्। तर हिजोको दिनमा नेतृत्व गर्नुभयो होला मध्य प्रदेशका हाम्रा हिजो रहनुभएका मुख्यमन्त्रीजीले, त्यसको अगुवाई गर्नुभएको होला, नेतृत्व गर्नुभएको होला, तर त्यो त्यसको नाममा अरू कुरो चाहिँ छोड्दिने, अरू कुरो बिर्सिने। एकातिर हामी अधिकारको लडाई लड्दैछौँ, अर्कोतिर हामीले पाएका रकमहरू हामीले सही सदुपयोग गर्यौं कि गरेनौं? जनताहरूको जे आशा र भरोसा थियो मध्य प्रदेशमा, यो मध्य प्रदेशको सरकारप्रति, त्यो कति प्रतिशत हामीले पूरा गर्यौं? हामीले जनतालाई के डिलिभरी दियौं?
ती कुराहरू पनि हामीले बिर्सिनु हुँदैन। हिजोको परम्परा जे थियो, हिजो पनि विगतमा पनि 5 वर्ष हामीले हेर्यौं। तपाईको वर्षको 10 महिना चुप लागेर बस्ने र ज्येष्ठ र असार लागेपछि अनि योजना सुरु गर्ने, कार्यक्रम सुरु गर्ने र विगतका दिनहरूमा पनि थुप्रै हाम्रा प्रदेशले पाएका रकम बजेटहरू फ्रिज हुने गरेका थिए र अहिले पनि हामीले त्यही अवस्थामा हेर्दैछौँ। त्यसको निरन्तरता अहिले पनि अहिलेको हाम्रो मुख्यमन्त्रीजीले दिनुभएको छ। अहिले यो जेठ अन्तिम भइसक्यो तर हाम्रा धेरै जसो योजनाहरू त्यतिकै अलपत्र छन्। चिठी बाँड्नलाई नै हामीले महिना चिठी बाँड्नलाई लाग्यो। अहिलेसम्म हाम्रा योजनाहरू सञ्चालन हुन सकेको छैन। फेरि पनि हामी एकातिर भन्दैछौँ कि हामीले रकम पाएनौँ, हामीलाई पक्षपात गर्यो, मध्य प्रदेशलाई केन्द्रीय सरकारले पक्षपात गर्यो। अरू प्रदेशमा बढी बजेट दियो र हाम्रो प्रदेशमा कम भयो। तर हामीले पाएका बजेटहरू कसरी सञ्चालन भएको छ, कति सञ्चालन भयो, कति फ्रिज हुने अवस्थामा छन् र अहिलेसम्म हाम्रो प्रदेशमा कति प्रतिशत रकम खर्च भएको छ, त्यो कुरो पनि तपाईँ हामी सबैलाई थाहा छ। अहिले यो वर्ष पनि धेरै रकमहरू फ्रिज हुँदैछ। त्यसकारणले अहिले त सबै प्रदेशले यो सम्मानीकरणमा केन्द्रीय सरकारसँग माग गरे, फर्म भरेर पठायो। तर हाम्रो प्रदेशले त्यो माग गर्न के कारणले छुट भयो? आज 2 अर्ब रुपियाँ हामीलाई कम हाम्रो प्रदेशले पाउने भयो, 0 भनेर आएको छ। त्यसको जिम्मेवारी कसले लिने? त्यसको जवाबदेही कसले लिने? यो सरकारले लिनुपर्छ कि पर्दैन? सरकारको नेतृत्व गरिराख्नु भएको मुख्यमन्त्रीजीले लिनुपर्छ कि पर्दैन? आज 2 अर्ब रुपियाँ यो मध्य प्रदेशले गुमाउनु पर्यो। आज 0 भएर आएको छ भनेदेखि हिजो र अहिले पनि त्यही अवस्थामा यो सरकार अगाडि बढिरहेको छ। पहिलो विश्वासको मत लिइरहँदा सबै पार्टीका, सबै राजनीतिक दलका मान्यजीहरूले एउटा विश्वास गरेर उहाँलाई हामीले मत दियौँ, दोस्रो चोटि पनि दियौँ। किनभने हाम्रो यो सरकार यो सबै यो प्रदेशमा रहनुभएका सम्पूर्ण सबै राजनीतिक दलमा आबद्ध भए पनि यो प्रदेश सभामा जति सदस्यजीहरू हुनुहुन्छ सबैको सरकार होस्, सबैले अपनत्व ग्रहण गरोस्, सबै जनाले यो बुझोस् कि यो सरकार मेरो हो, हाम्रो हो। तर यो सरकारले या सरकारको नेतृत्व गरिराख्नु भएको पार्टीका मुख्यमन्त्रीजीले दलगत भन्दा माथि उठ्न सक्नु भएन। दलगतकै रूपले तपाईहरू सीमित हुनुभयो। अन्य दलहरूलाई यो पनि उनीहरू पनि निर्वाचित भएर आएका छन्, कुनै क्षेत्रबाट निर्वाचन जितेर आएका छन्। कहिले पनि तपाईहरूले हेर्नु भएन, दलगत चिन्तनबाट माथि उठ्नु भएन। सरकारमा रहनुभएका केही जिम्मेवार मन्त्रीहरूको क्षेत्रमा 10 करोड 20 करोड योजना जाने अनि अन्य निर्वाचित सांसदहरूको क्षेत्रमा पनि हेर्नु पर्थ्यो, कहीँ 1 करोड रुपियाँ पनि छैन। त्यसकारणले यसरी एउटा दलगत रूपले, दलगत भावनामा ओतप्रोत भएको मुख्यमन्त्रीजीको यो सरकारले हिजो व्यवहार देखाउनु भयो। तसर्थ नेकपा एमालेको तर्फबाट नेकपा एमाले अब यो मुख्यमन्त्रीजीलाई अब विश्वास छैन भनेर आज जुन विश्वासको मत माग्नु भएको छ त्यसमा नेकपा एमाले उहाँको विपक्षमा रहने निर्णय गरेको छन्, उहाँलाई मत नदिने निर्णय गरेका छन्। तसर्थ आज नेकपा एमालेको मत उहाँको विपक्षमा रहनेछ भन्ने जानकारी गराउँदै बिदा चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, मान्य मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि मान्य सदस्यहरूको बोल्ने क्रम यही समाप्त हुन्छ।
मान्य सदस्यहरू, अब म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई छलफलमा उठेको प्रश्नको जवाब दिन अनुमति दिन्छु। धन्यवाद। माननीय सभामुख महोदय, सर्वप्रथम जुन दलले विश्वासको मत दिनाले भन्नुलाई विशेष धन्यवाद दिन चाहन्छु र यसै सदनबाट 4 चोटि मैले विश्वासको मत लिएर सरकार सञ्चालन गरे। त्यो सबै दलले पनि धन्यवाद दिन चाहन्छु। आज एकजना हाम्रो साथीले भन्नुभयो कि विश्वासको मत 100% दिए तर आज एकलौटी एकातिर जानुभयो। उहाँले म के भन्न चाहन्छु, आज पनि गिन्ती गर्दा 50 जना हामीसँग छ। बहुमतको लागि मात्र 54 संख्या चाहियो। र अर्को कुरा, हाम्रा एमालेका मान्यजीले भन्नुभयो कि 2 अरब बजेट आएन, उसको जिम्मेदारी मुख्यमन्त्री लिनु पर्यो। तर यो कुरा सामान्य प्रधानमन्त्रीजीको बैठकमा मैले 5 चोटि भनेको छु। किनभने यो सम्पूरक बजेट सशक्त अनुदान संघ सरकारका इशाराबाट कर्मचारीले पठाएन। म प्रधानमन्त्रीलाई बैठकमा 5 चोटि भनेको छु, त्यो कर्मचारीले कारबाही गर्नुस् र मध्य प्रदेशलाई विभेद नगर्नुस्। मध्य प्रदेशमा जनसङ्ख्याको आधारमा बजेट पठाउनुस्। गवाहको रूपमा पनि तपाईकै दलका नेता माननीय सरोज यादव र माओवादी दलका नेता माननीय भरत शाह जीको सामने प्रधानमन्त्रीजीले मैले भनेको हो। अर्थमन्त्रीजी त्यही हुनुहुन्थ्यो। उहाँ भन्नुभयो कि योजनाको उपाध्यक्ष भुटान जानु भएको छ, उहाँ पछि मैले त्यो पैसा इन्ट्री गर्न लगाउँछु। त्यो फाइल बोकेर नै हामी गएको थिएँ। त्यो फाइल मैले योजनाको सदस्यको जिम्मा लगाए। पछि सोद्धाखेरि योजनाको उपाध्यक्षले भनिदियो कि मध्य प्रदेशमा पैसा जाँदैन। त उसको दोषी मध्य प्रदेशका मुख्यमन्त्री हो कि संघ सरकारका प्रधानमन्त्री लगायत मन्त्रीहरू छन्। दोस्रो कुरा, विकासको कुरा गर्नुभयो। जुन देशका सम्माननीय प्रधानमन्त्रीले आफै भन्नुहुन्छ कि म यो देशमा उथल पुथल गर्न आएको छु, जहिले पनि उथल पुथल गरिदिन्छु, त्यो देशमा विकास हुन्छ? उथल पुथल हुने ठाउँमा प्रधानमन्त्रीको जिम्मेवारी हो शान्ति व्यवस्था गर्ने। उहाँ आफै भन्नुहुन्छ कि म उथल पुथल गर्ने आएकै छु यहाँ। त्यो उथल पुथलको कारण देशमा संघीयता गुमाउने हो। आजको दिनमा संघीयता विरोधी मैले यो 17 महिनाको अनुभवको कुरा म गर्दैछु। किनभने यही सदनबाट संकल्प प्रस्ताव पनि हामी लिएर गएको छौँ। सबै दलका नेता, केन्द्रमा सबै दलको नेता कहाँ पुगेका छौँ। सधैँ भन्नुहुन्छ कि प्रहरी संयोजन हुन्छ, निजामती ऐन संयोजन हुन्छ। कहिले भन्नुभएको छैन। यहाँ सबै दलका नेता गवाह हुनुहुन्छ। तर आजको दिनमा पनि प्रहरी संयोजन 1 इन्च पनि अगाडि बढेको छैन। अस्ति यहाँ शान्ति सुरक्षाको बैठकमा केन्द्रीय गृहमन्त्री आउँदाखेरि मैले उहाँसँग सोधेको थिएँ, गृहमन्त्रीसँग। हाम्रो प्रधानमन्त्रीले त भन्नुभयो धेरै काम अगाडि बढिसक्यो प्रहरी संयोजनमा। कति बढेको छ तपाईँ साँचो भन्नुहोस्। उहाँले भन्नुभयो कि 1 इन्च पनि अगाडि बढेको छैन। यो सदनबाट म भन्न चाहन्छु
किनभने सम्माननीय प्रधानमन्त्रीजीले पनि सुनोस् र गृहमन्त्रीजीले पनि सुनोस्, विकासको कुरा गर्नुहुन्छ, सातै प्रदेशको अवस्था उस्तै छ, तर सबभन्दा बढी मध्य प्रदेशमा कर्मचारीलाई काम नगर्नको निम्ति नै पठाएको। तपाईकै पार्टीका गृहमन्त्रीजीसँग सोध्नुहोस्, एक दिन म कहाँ नै आएर भन्नुभयो कि मेरो सचिव 1 इन्च पनि काम गरिरहेको छैन। त्यो कर्मचारी मेरो हो कि सङ्घ सरकारको हो? त्यसै कारण म यो सदनलाई के आग्रह गर्न चाहन्छु, सरकार परिवर्तन भइरहन्छ, यो प्रक्रिया हो, ठिक छ, आज म छु, भोलि अरू पनि हुन्छ, तर संघीयताको सवालमा, विकासको निर्माणमा जनता समाजवादी पार्टी सधैँ सहयोग गर्छ। हामीले अराजक जस्तो व्यवहार गर्दैनौँ। सदनमा गरिमामय हामी उपस्थिति पनि हुन्छौँ र कुरा पनि राख्छौँ। विश्वासको मत लिनको लागि पनि 1 महिना समय पाउँछ, यो कुरा सबैलाई थाहा छ र नियमपूर्वक मेरो 28 गतेसम्म थियो। अनि आज मैले थाहा पाएँ कि आजै लिनुपर्छ भने, जबकि मैले 28 गतेको पत्र पनि पठाएको थिएँ। अनि कता कता के भित्र हाम्रो मान्यजीहरूले के भित्र लाग्न लाग्यो। अनि म आफै सभामुखजीलाई फोन गरेर भने कि ल म 6 बजेतिर आउँछु। विश्वासको मत लिनबाट म पछाडि भाग्ने मान्छे पनि होइन। मलाई थाहा छ तपाईहरू जति बोले पनि यो सङ्घबाट नै निर्णय भएपछि केही काम हुन्छ। आफ्नो मनले त निर्णय गर्ने त कसैको अधिकार त छैन यहाँ। म र हाम्रा एमाले दलका नेता एक दिन बसेकै थिए कि ल संसदीय रकम कसरी पठाउने, संसदीय विकासवाला कुन तरिकाले पठाउने, मान्यजीको पैसा र सशक्त अनुदान पनि कसरी पठाउने, बजेटहरू कसरी फास्ट ट्र्याकबाट काम गर्ने। भोलि क्याबिनेट राखौँ, सम्पूर्ण सचिवहरूलाई राखेर क्याबिनेट गरौँ कि कुन नियम प्रक्रिया कहाँ के भन्छन्, त्यो बहाना हामी चल्न दिन्न। भोलि राखौँ उहाँको सल्लाहबाट। त्यो दिन जबकि म हाम्रो तत्कालीन भौतिक पूर्वाधार मन्त्री सरोज यादव, अर्थमन्त्री सञ्जय यादव, अर्थ सचिव, पूर्वाधार सचिव, प्रमुख सचिव सबैले राखेर हामी छलफल गरे। भोलि बिहान 11 बजे बैठक पनि टाँकिदिए। त्यही दिन काठमाडौँबाट फोन आयो, विश्वासको मत राजीनामा दिएर विश्वासको मत फिर्ता लिनुभयो। अनि दोषी म भए। त्यसै कारण मैले कसैले काखा र पाखा गरेर काम गरेको होइन। मसँग सबै दलका नेता समेत 19 जना क्याबिनेट मन्त्री बनिसकेको छ र इमान्दारीपूर्वक आफ्नो छातीमा हात राखेर भन्नुहोस्, कुनै मन्त्रालयबाट 1 रुपियाँ मुख्यमन्त्रीले मागेको, कुनै मन्त्रीसँग 5 पैसा मागेको या 5 पैसा लिएको, या कुनै मन्त्रीलाई गलत काम गर्नको लागि कहिले भनेको या फलाना काम नगर्नुहोस् भनेको कहिले पनि मैले भनेको होइन। सधैँ मैले भनेको छु, जनताको लागि काम गर्ने, फास्ट ट्र्याकमा काम गर्ने, संघीयता जोगाउने, राम्रो काम गर्ने। र अन्तमा म यही भन्न चाहन्छु कि संघीयता जोगाउनुस्, प्रहरी संयोजन गराउनुस्, निजामती ऐन ल्याउनुस् र हाम्रो प्रशासनिक भवन बनाउनको लागि, प्रदेश सभाको भवन बनाउनको लागि पनि हाम्रा माओवादी दलका नेता यही हुनुहुन्छ। त्यसको लागि पनि म सम्माननीय प्रधानमन्त्रीजी कहाँ 10 चोटि गइसकेका छु, सबै निर्णय गरेर। उहाँ भन्नुभयो कि तपाईँ जुन दिन निर्णय गरेर ल्याउनुहुन्छ 1 मिनटमा पास गरिदिन्छु। त्यो निर्णय गरेको पनि लगभग 16 महिना भइसक्यो, अहिलेसम्म केही भएको छैन। त्यो पनि अब तपाईहरू निर्णय गरेर ल्याउनुस्। यही कुरा राख्दै म बिदा लिन्छु। धन्यवाद।
जय मधेस। मान्य सदस्यहरू, अब म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। मान्य सदस्यहरू, प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 बमोजिम उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा मत विभाजन गरी मत संकलन गरिने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँदछु। मान्य सदस्यहरू, अब म मत विभाजन गर्दा अपनाइने प्रक्रियाको विषयमा जानकारी गराउँछु। मत विभाजन गर्नु अघि सभाकक्ष बाहिर हुनुभएका मान्य सदस्यहरूलाई सभाकक्षमा प्रवेश गर्ने मौका दिन 3 मिनेटसम्म विभाजन घण्टी बजाइनेछ। विभाजन घण्टी बजेपछि सभाकक्ष बाहिर हुनुभएका मान्य सदस्यहरू सभाकक्ष भित्र प्रवेश गर्नुपर्नेछ। विभाजन घण्टी बन्द गरेपछि मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थित कक्षसँगैको बरन्डा र सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डा खाली गराइनेछ। उक्त दुवै तर्फ बाहिरबाट प्रवेश गर्ने र बाहिर जाने सम्पूर्ण ढोका बन्द गरिनेछन्। उल्लेखित ढोकाहरू बन्द गरिएपछि मत संकलन कार्य सम्पन्न नहुन्जेलसम्म बाहिर रहेका मान्य सदस्यहरू लगायत कसैलाई पनि सभाकक्ष वा उल्लेखित उपकक्ष लबीहरूमा प्रवेश गर्न दिइने छैन। मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थित कक्षसँगको बरन्डा र सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डाहरूमा मान्य सदस्यहरूको वर्णानुक्रम अनुसारको नामावली राखिएका छन्। यस प्रस्तावको पक्षमा हुने अर्थात् हुन्छ भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको दायाँतर्फ मान्य सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएका वर्णानुक्रम अनुसारका आफ्ना नामावलीको दस्खत महलमा दस्खत गर्नुपर्नेछ। प्रस्तावको विपक्षमा हुने अर्थात् हुन्न भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रेतर्फ रहेको मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थिति कक्षसँगैको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको वर्णानुक्रम अनुसारको आफ्नो नामावलीको दस्खत महलमा दस्खत गर्नुपर्नेछ। मान्य सदस्यहरूको सहयोगको लागि दुवैतर्फ सचिवालयका कर्मचारीहरू रहनेछन्। कुनै मान्य सदस्यले आफ्नो मत सच्याउन चाहेमा मतदान कार्य सकिएको 3 मिनटभित्र माग गरेमा सच्याउन दिइनेछ। मान्य सदस्यहरू, अब म 3 मिनट विभाजन घण्टी बजाउन आदेश दिन्छु।
अब म सभामुख आसनको दाहिने र देब्रे तर्फको बरन्डामा बाहिरबाट प्रवेश गर्ने र बाहिर निस्किने ढोका बन्द गर्न आदेश दिन्छु। अब म उक्त विश्वासको मत लिने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छ भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको दाहिने तर्फ सभामुख सभामा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोला र यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छैन भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रे तर्फ उपस्थिति जनाउने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको मान्य सदस्यहरूको वर्णानुक्रम अनुसारको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोला। यस प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छ भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको दाहिने तर्फ सभामुख सभामा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोस्। प्रवेश गर्न यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छैन भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रे तर्फ उपस्थित जनाउने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएका मान्य सदस्यहरूको वर्णाक्रम अनुसारको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोस्।
मान्य सदस्यहरू, तपाईहरू मध्ये कसैले आफ्नो मत सच्याउन चाहनुहुन्छ भने 3 मिनटको समय दिन्छु। सो समयभित्र ड्यासमा आई आफ्नो मत सच्याउन सक्नुहुनेछ। मान्य सदस्यहरू अब साइड टोक बन्द गरौं। मान्य सदस्यहरू, बन्द गरिएका सभाका सबै प्रवेशद्वारहरू खोल्न आदेश दिन्छु। मान्य सदस्यहरू, अब म मत विभाजनको परिणाम घोषणा गर्दछु। मान्य सदस्यहरू, आजको मतदानमा उपस्थित मान्य सदस्यहरूको संख्या 103 रहेको छ। अब म मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा 50 मत र यस प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा 53 मत परेको छ। मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्तावको पक्षमा जम्मा 50 मत परेको र उक्त संख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत नभएकोले अब म मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्ताव बहुमतले पारित हुन नसकेको घोषणा गर्दछु। अब यो बैठक अर्को सूचना नभइन्जेलसम्मको लागि स्थगित हुन्छ।